नमस्ते महकुमार पुन र म आज तपाईँहरूलाई लैजाँदैछु टोकियोमा स्थित तामाजुमा र यसको नजिकैको एकी रहेको छ तामादोबुजुको एन एकी जुन केओसेन र तामा मोनोरेल दुवैबाट जान सकिन्छ र आज म जाँदैछु मोनोरेलबाट मेरो छोरी लाग्यो एरिया धेरै नै ठुलो छ यहाँ चाहिँ धेरै ससाना बोट बिरुवा अनि किरा किरुङ्गीहरू छन् ठुलो केजमा धेरै बटरफ्लाईहरू रहेको छ धेरै तलसम्म गएर हेर्न मिल्छ यहाँ बाहिर छाडिएको चिता पनि छ यहाँ यहाँ चाहिँ पुल रहेको छ र भित्ताहरू चाहिँ एकदम राम्रो छ अनि यता आउनु भयो भने लायन देख्न सक्नुहुनेछ र यहाँ चाहिँ लायनको लागि चाहिँ बस चढेर भित्रै पनि जान सकिन्छ बट आज चाहिँ मेरो सानो बच्चा भएको कारणले म आज चाहिँ यहाँ जाँदैन त्यसको लागि चाहिँ छुट्टै टिकटको पैसा तिर्नुपर्नेछ तपाईले यहाँ चाहिँ ठुलो रुख छ भित्रै मान्छेहरू पसेर फोटो खिचिरहेको देख्न पाइन्छ रुखमा धसिएर यस्तो भइसकेको छ रुख बाहिरको काग आएर त्यसरी न्युज हेरिरहेको केजभित्रको इगलसँग अनि चाहिँ धेरै एउटा इगलहरू छन् र यो माथि पानी नभए पनि पानी ल्याएर एउटा झरना जस्तो बनाइएको छ पानी लिएर बनाएको uginnya gereja Baba. Hajar. Ate ba? यो चाहिँ कुवाराको लागि बनाइएको घर कुवारा
एकदम माया लाग्ने हुँदो रहेछ। आज फर्स्ट टाइम देखियो, धेरै राम्रो लाग्यो। यो खाँदैछ, कोही निदाउँदैछ। आउनुहोस्, बेन्तो बनाएर आउनुहोस्, चटपट बनाएर आउनुहोस्, धेरै खानेकुराहरू लिएर आउनुहोस्, बसेर खाने ठाउँ छ। इन्ट्री टिकटको पैसा चाहिँ धेरै छैन, ओन्ली हामी आउँदाखेरि अहिले चाहिँ 600 एन मात्रै छ एकजनालाई। Salar nih, film-film Aduh. र यहाँ चाहिँ ठुलो केज छ अनि यसभित्र थुप्रै प्रकारको चराहरू देख्न पाइन्छ, विशेष गरी हाँसहरू। तपाईँहरूको फेभरेट जनावर चाहिँ कुन हो? मेरो छोरीको चाहिँ ओटो साह्रै मैला अझ धेरै जनावरहरू छ,
तर कोही सुतेको अवस्थामा, कोही के अवस्थामा, अनि धेरै ठाउँ जान पनि पाइएको छैन। आजलाई चाहिँ यत्तिकैमा फर्किने विचार गर्दैछौँ। नेक्स्ट टाइम ल सबैजनालाई फेरि यहाँ अरू पनि के बनाइरहेकोहरू पनि छ, नेक्स्ट टाइम आउँदा हेर्न पाइन्छ होला।